एनिमीको बारेमा नेपालमा कमै कुरा हुन्छ। साथीभाइ बीचमा कुराकानी त हुन्छ, तर सोशल मिडियामा चाहिँ धेरै कम हुन्छ हाम्रो क्रेजको अनुसार भन्न पर्यो भने। तर के कारणले सोशल मिडियामा त्यति कुरा नभएको होला त? नेपाली एनिमी कन्टेन्ट क्रिएटर नभएर कि, कन्टेन्ट क्रिएटरले राम्रो भिडियो नबनाएर कि, एनिमीको बारेमा अनुहार देखाएर कुरा गर्न लाज लागेर हो कि? यो कारणहरू हुन सक्छ। तर यो भन्दा नि दाग लाग्दो कुरा के छ भन्दा नेपालमा नेपाली एनिमी कन्टेन्ट क्रिएटर नआएको होइन, अनि नयाँ मान्छेले ट्राई नगरे नि होइन। नेपालमा नेपाली एनिमी कन्टेन्ट क्रिएटर आएको नि छ, अनि नयाँ मान्छेले भिडियो बनाएर ट्राई पनि गरेछ। तर मेन पोइन्ट के छ भन्दा नेपाली एनिमी कन्टेन्ट क्रिएटर धेरै बेर टिक्न सकेका छैन। भिडियो बनाउने इच्छा त छ, त्यही पनि टिक्न सकेका छैन। कारण नेपाली भ्युअर मतलब तपाई नै होइन, हुन नि सक्छ। तर यो कुरा सुन्नु, नेपाली भ्युअरले नेपाली भाषाको एनिमी कन्टेन्टलाई रुझाउन चाहिँ अलिक गाह्रै हुँदो रहेछ। किन नेपाली एनिमी कन्टेन्ट मन नपराउने, यसको हल्का फुल्का अन्दाज त मलाई नि छ, त्यो चाहिँ भन्न मिल्दैन। तर तपाईले एनिमी भिडियो बनाएको छ भने तपाईलाई नि थाहा होला मैले के भन्न खोजेको भनेर। फेरि यसमा यो कुरा होइन कि सबै भ्युअरले नेपाली एनिमी कन्टेन्ट मन नपराउने नि होइन। सिधा भन्न पर्दा त मन नपराउने भन्दा त मन पराउने धेरै छ। तर कुनै क्रिएटरले फर्स्टमा भिडियो बनाएर हाल्दा धेरै जस्तो मन नपराउनेलाई सजेस्ट हुन्छ, अनि रिच कमै आउँछ। त्यो पछि त्यो क्रिएटरले भिडियो हाल्न नि बन्द गरिदिन्छ। तर यही प्रोसेसको बीचमा भिडियो रुझाउनेहरूले टाइममा कमेन्ट गरिराख्छ कि हामी नि छौ है भनेर। यही भ्युअरहरू, नेपाली एनिमी भिडियो रुझाउनेहरू, मन पराउनेहरू, नेपाली एनिमी फ्यानहरू जस्तै तपाई, म, हरेकको इच्छा हुन्छ नेपालमा एनिमीको क्रेज बढोस्, हामीले एनिमी हेर्दा जति खुसी पाउँछ त्यस्तो खुसी सबलाई पाओस्, अनि नेपाली भाषामा एनिमीको भिडियो बनाओस्, धेरै मान्छेले कुरा गरोस्, अनि नेपाली भ्युअरले नेपाली एनिमी कन्टेन्ट मन पराउँछ भनेर प्रुभ गर्नको लागि मैले यो च्यानल बनाएको। अनि राम्रो रिच, राम्रो सपोर्ट नै आइरहेको थियो। तर मेरो आफ्नै कारणले गरेर भिडियो हाल्न ब्रेक लिन पर्यो। तर अब फेरि नि एनिमीलाई चिन्न त चिन्या छ, तर यो भन्दा नि बढी चिनाउन र बुझाउन हामीले यो मिसन सुरु गरेका छ। जस्ट फलो मी, आई विल शो यु व्हाट इज एनिमी, यो भनेर। अनि अर्को मेन कुरा चाहिँ हाम्रो पुरानो भिडियो जस्तो आउँदैन, आउँछ तर अर्कै पारामा, फेस टु फेस। अनि च्यानलको नाम पनि चेन्ज हुन्छ। सो जस्ट फलो मी, आई विल शो यु व्हाट इज एनिमी।